हाई सबैजनालाई कति पछि मेरो ब्लगमा मेरो पोडकास्टमा मेरो युट्युबमा सबैजनालाई धेरै धेरै स्वागत छ। गेस वाट आज चाहिँ म एउटा कार्यक्रममा जाँदैछु अनि फर्स्ट थिङ म चाहिँ आफ्नै देशको आफ्नै भूमिको कलाकारहरूलाई नै माया गर्ने मान्छे हो। मलाई लाज पनि लाग्दैन, मलाई डर पनि लाग्दैन। मैले बलिउड हलिउडको गीतहरू सुन्दिनँ, म चिन्दिनँ उनीहरूलाई। एकदमै फ्यु 4-5जनाहरू हार्डली चिन्छु, त्योभन्दा मैले चिन्दिनँ। म चाहिँ सकेसम्म आफ्नै मुलुकको मान्छेहरूलाई चिन्ने कोसिस गरिरहेको हुन्छु। सो आज चाहिँ म यस्तो व्यक्तित्वको प्रोग्राममा जहाँ कार्यक्रममा उपस्थित हुन गइरहेको छु जो मलाई थाहा छैन, आई थिङ्क उहाँको फ्यान फलोइङ त धेरैजना हुनुहुन्छ होला। उहाँ चाहिँ एकदमै आवाजको धनी, गीतकार होइन, सङ्गीतकार होइन, आई थिङ्क स्टोरी टेलर हुनुहुन्छ। केही लाइनहरू उहाँको आवाजको माध्यमबाट धेरै मान्छेहरूको मन जित्नु भएको छ। यस, साई ग्रेस पोखरेलजीलाई आम्ने सामुन्ने मैले फेरि पनि भेटेको छैन। मैले खासै धेरै मान्छेहरूलाई भेटेको छैन आमन्ने सामुन्ने। सो म चाहिँ आज फिजिकल्ली आमन्ने सामुन्ने नै उहाँलाई भेट्न जाँदैछु। यस, अलिकति एक्साइटेड छु, अलिकति नर्भस छु, अलिकति एकदमै खुसी छु, मिक्स फिलिङ भइरहेको छ। होप सोचेभन्दा धेरै राम्रो होस् होइन, म छेउमा गएर उहाँसँग नर्भस नहोस्, एटलिस्ट 2-4वटा कुरा सुन्न र सोध्न सकौँ भन्ने मेरो चाहना हो। एकछिनपछि अभियसली म जान्छु, निस्किनलाई म रेडी भएको छु। आजको आउटफिट पनि मैले भनिदिन्छु, अहिले भन्दिनँ। राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त साई ग्रेस पोखरेलजी आइसक्नु भएको छ। उहाँलाई स्वागत गरिदिनु हुन म हार्दिक स्वागत गर्न चाहन्छु। उहाँले यहाँ आएर हाम्रो शोभा बढाइदिनु भएको उहाँप्रति हामी हार्दिक कृतज्ञता गर्दै माइक सिधै उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। साई ग्रेस पोखरेलजी धेरै धन्यवाद सम्पूर्णलाई साथो यसलाई ठुलो थियो साथो मिल्ने आवाज आयो त्यो भएपछि थामिएको कि कुरालाई चाहिँ सबैले नै राम्रो भयो। पहिलोपल्ट चाहिँ मलाई आज पहिलोपल्ट सुन्दै गर्नुभएको कुपोल लाइभ कि भिडियोमा मैले डिजिटली पनि नसुन्नु यसमा सुन्दैन मैले चिन्छु। ठिक छ, मैले सक्ने एज अभिभावक हिसाबले मैले गर्ने कुरा मैले सोधेँ। सम्भवतः मलाई लाग्छ कि पहिलो यसरी बसिरहेको कार्यक्रम हो, तर पनि मैले नभनिसक्दाखेरि ठिक छ हामी आज यसरी जोडिया छौँ। उहाँलाई यो बसाइ पनि यसरी स्वीकारेर उपस्थित भएको धन्यवाद यहाँ स्वागत पनि गरेँ मैले। यो अचम्म गर्छ, परिवार आफन्त सबै कुरा सागर दाइलाई देखिरहँदाखेरि मलाई ठ्याक्कै ज्योति दाइ याद आए, जो मेरो व्यावसायिक जीवनको मेरो जीवनकै एकदमै एउटा गडफादर हो। दाइले मलाई म भएको मान्छेबाट अर्को मान्छे बनाउनेमा कसैको हात छ भने ज्योति दाइकै छ। यो सबैको अभिभावक पनि हुनुहुन्छ। सो म त मेरै कथा हो तिरा म धातु कुरै मिलेन, तिमी राहु म केतु कुरै मिलेन, हिजोसम्म उद्देश्य सोधेर आज हैसियत छोडी तिमी पिज्जा म साथु कुरै मिलेन। हाई, फाइनली म चाहिँ साई ग्रेसजीलाई फिजिकल्ली फेस टु फेस आम्ने सामने भेटेछु होइन। सो उहाँलाई पनि म रिभिल गराउँछु। बिग फ्यान। म चाहिँ उहाँसँग सँगै खाना खाने एकदमै ठुलो सौभाग्य पाएको छु। हजुरलाई कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ। आज इभेन्ट मिटिङ
बिस्तारै भेट्न पाएँ विश्लेषण एउटा काम गर्थ्यो काम पनि भयो सी एनिवेज काम लाग्ने मान्छे हो यस्ता सोधेर गरे हो उहाँलाई उहाँको प्रोभिजन उहाँको कम्फर्ट जोनमा रहेर भएको एनिवे ओके हामी सकायौँ अब आजलाई यति नै अनि बाँकी कुरा गर्नेछु शुद्ध मान्छे त्यही हो स्वस्थ रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् बाई